हामी शान्तिपूर्ण आएका हौँ, कुनै फरक आएको होइन। एसपी साहब तपाईको बालबद्ध छ, सबैको बालबद्ध छ। सफाई नत्र आज विभिन्न चाडपर्व चाहिँ सबै घुमाइसकेको छ। तलब मेयर साहबले भेट्न खण्ड हामीले मेयर साहबले भेट्न दिँदैन। राजा महाराजा जस्तो हुनुहुन्छ उहाँ, के भेट्नै नपाउने हो? कर्मचारी मजदुर साथीहरूले कुनै पनि मेयर साहबले भेट्न पाउने कहाँ छ अहिले? 34 वर्ष भइसक्यो जागिर खाएको, मेयर साहब भेट्न नपाउने, सहजकर्ता भूमिका निर्वाह गर्न सक्ने तपाईँ दादागिरी देखाउने यहाँ। एसपी साहब तपाईँले तलब चाहिँदैन, हामी तलबको लागि आएको हो कि कसरी उस्काएर तपाईँहरू होइन, तपाईँले पो उस्काएको भन्न आउनु पो एसपी साहब। हामीले पटक यो गुनासो मेयर साहबले भेट्न खोज्दाखेरि भेट्न दिनु भएन। हाम्रो सल्लाहकार मान्य सल्लाहकारले भेट्न दिनु। अनि यो चाहिँ जाति भयो, यो 1 महिना ठेक्यो, पहिला यस्तो थिएन। यो इतिहासमा पहिलोपल्ट दादागिरी देखायो यहाँ सबैले। दादागिरी चल्छ यहाँ महानगरपालिका। सहजकर्ता भूमिका निर्वाह गर्नु पर्दैन, कर्मचारीले तौर दिनु पर्दैन। यो विषयमा तपाईँ किन नबोलेको? तपाईँ किन नबोलेको? अहिले कर्मचारी तपाईँ दमन गर्ने कहाँको अपराधी हो यो? के मैले अपराधी बोलेको तपाईँले अपराधी भन्नुहुन्छ? एसपी साहब सुन्नुहोस् है, यो चाहिँ आएको यो शान्तिपूर्ण उठाइ चाहिँ तपाईँ पूर्ण नगर्नुहोस् होला। उहाँहरूले अब यहाँ यसो गर्नु छैन त सबैको समस्या एकै ठाउँमा आउने होइन। तलब चाहिँदैन, उहाँहरूको बालबाट काम गरेर छैन कि उहाँले हामीले तलब दिएको उहाँले तलब नदिएको र तलब त एकै ठाउँमा छ नि। विकास निर्माण ठप्प छ, विभिन्न ठेकदारहरूको चाहिँ विकास लगानीहरू ठप्प छ। यो विषयमा बोल्नु पर्दैन। सहजकर्ता भने आज के हेरेर बस्नुभयो? मेयर साहबले दादागिरी देखाएको भनेन मैले। उपमेयर साहब, महानगरपालिका, वडा अध्यक्ष सबै हाम्रो मेयर साहब लगायत हामी सहजकर्ता हामी विकास निर्माण गरेकोमा हामी एकजुट छौँ। हामीले सहयोग गरेर बिहान 5 देखि भनेको ठाउँमा उहाँले राति भनेर राति हामी अहिले हाम्रो काममा सुधा नगरपालिकाले हाम्रो हस्तक्षेप गर्दा पनि हामी चुप लगाएर काम गरेका छौँ। सरसफा गर्ने दायित्व हामी सबैको हो, उहाँको पनि हो, हाम्रो पनि हो। तर हामी आन्दोलन गर्न आएका होइनौँ। हामी तलब नपाएर तलब लिन आएको मात्रै हो। भेट्न चाहँदा मेयर साहब के हो भनेर भेट्न चाहँदा यहाँ सल्लाहकारहरूले भेट्नै दिँदैन। हामी राजा महाराजा जस्तो हुनुहुन्छ उहाँ। के आजसम्म 34 वर्ष नोकरी खाँदाखेरि कोही मेयर साहबसँग यस्तो व्यवहार भएको छैन। मेयर साहबसँग हामी फला प्रश्न तलब नपाउनुमा काठमाडौँ महानगरपालिका मात्रै दोषी भयो, सङ्घीय सरकारको केही दोष छैन अथवा केही भूमिका छैन? उहाँको लडाइँ उहाँ के छ लडाइँ के हाम्रो सरकार भएन। हामी 3 महिना भयो धैर्यता बसेर गरेको तलब चाहिए यति मात्रै भन्नु। सङ्घीय सरकारप्रति के छ तपाईँहरूले के भन्नुभएको छ? उता पनि केही ध्यानकर्षण गराउनु भएको छ, केही बोल्नु भएको छ? सुन्नु न, सङ्घीय प्रशासनको नेमको सरकार के छ, केन्द्र सरकार के छ, स्थानीय सरकार के छ हामीले थाहा छैन। हामी कर्मचारी तलब चाहियो भन्ने मात्र आएको। सुन्नुहोस् न, मेयर साहबले तपाईँलाई पनि भेट्नुहुन्न? दिएन यस्तो समस्या आउँदै आउने। आज पनि हामी कुनै पनि कुस्ती खेल्न आएको होइन। हामी मात्र तलब माग्न आएको। आउने कर्मचारीलाई काम गर्न नदिनु कारण के हो त्यो हामीलाई थाहा भएन। उहाँहरू 2 वर्ष 3 वर्ष जतिसुकै सरकारसँग लडाइँ गर्नु, तर हामीले तलब चाहियो क्या, तलब चाहियो। सबै साथीहरू सबै यहाँ अहिले चाडपर्व भन्नु पाएन क्या, त्यसै मात्रै थाहा छ हामीलाई। कर्मचारी दमन नगर्नुहोस् के, तपाईँको बालबच्चा छ, तपाईँले पनि तलब चाहिन्छ। यो कुनैबाट आउँछ भने भन्नु केही छैन, तर हामीले तलब चाहियो नि। सुन्नुहोस् न, तपाईँले अहिलेसम्म काम गरिरहँदा बालनजीलाई कति भेट्नुभयो? भेट्नै दिनुहुन्न उहाँले। अहिलेसम्म भेट्नु भएन? भेट्नै दिनुहुन्न। बाटोमा अगस्तमा भेट्नुहुन्छ, दर्शन गर्छु होइन, त्यति हो। त्यो बाहेक अरू छैन? छैन। हामीले यो कुरा गर्छौँ। धन्यवाद है। 3 महिना भयो, 3 महिना अब 4 महिना टेक्दैछौँ। हजुर मतलब मलाई नेपाली यात्रा हामी चाहिँ चेन अफ कमान्ड र अनुशासनभित्र रहने प्रहरी। हामी कोही उत्तेजित भयो भन्दा हामी उत्तेजित हुँदैनौँ। हामीलाई दिएको आदेश हामी अक्षरशः पालन गर्छौँ, त्यति हो। अब एउटा कुरो के भनेदेखि मैले यो कतिपय कुराहरू चाहिँ हामीलाई स्पष्टै आदेश भएको कुरा हो। यो यसरी तामझाम गरेर छ नि, यो ठिक भएन। तामझाम गरेर जुन किसिमको भएको छ त्यो ठिक भएन। हामी सुरक्षाकर्मीमाथि नै अरूले त भन्दैन, हामी जनप्रतिनिधिहरू एकदम संयमित हुनुहुन्थ्यो, उहाँहरूप्रति केही छैन। तर केही कर्मचारी साथीहरूको रवैया देखियो नि, कुर्चीमाथि चढेर कार्यालय समयमा कार्यालयमा काम नगरेर यहाँ देख्नु भएको छ नि त, महानगर प्रहरीमाथि धरपकड गरिरहनु भएको छ, यो कार्यालय कब्जा गरिरहनु भएको छ, सबैले देखिरहेछौँ। तर हामी समानपूर्वक हाम्रो जनप्रतिनिधिहरू हुनुहुन्छ, देख्नु भएको छ त। हामी पनि हेर्नुहोस् यही महानगरको कर्मचारी हो होइन। त्यो अब कति राजनीतिक भाषाहरू हामी बोल्दैनौँ, बोल्नु पनि पाइँदैन। हामी कर्मचारी सीमाभित्र बोल्ने हो। कार्यालयको सुरक्षा गर्ने जिम्मा हाम्रो त्यति हो, त्यसैको लागि बसेका छौँ। हामीलाई स्पष्ट आदेश छ, कार्यालयको आदेश हामीलाई चाहिँ कार्यालयले दिएको आदेश
त्यो अक्षरशः पालना गर्छौँ हामी हामीले पनि त 3 महिनादेखि तल पाएको छैन तर हाम्रो कर्तव्यबाट बाहिर छैन हामी कर्तव्यबाट कहिले पनि हामी पछाडि हट्दैनौँ हामी चाहे 6 महिना भोकै बस्नुपर्छ 1 वर्ष बस्नुपर्छ तै पनि हामीले कर्तव्य छोड्दैनौँ प्रहरी भनेको त्यही हो त्यसैले प्रहरी भनेको हामी कार्यालयको सुरक्षा गर्ने हाम्रो जिम्मा हो सुरक्षासँग सम्बन्धित विषयहरू भयो भने हामी कसैलाई पनि नआउन दिन सक्छौँ हामी यहाँ सुरक्षाको जिम्मा लिइसकेपछि सुरक्षा थ्रेट भयो भने जुनसुकै पदाधिकारी पनि हाम्रो जिम्मेवारी हो त्यही नै हो त्यसरी बुझ्नु होला अब हामी जस्तो भए पनि उहाँहरूलाई हटाउँदै हाम्रो तलबकै मागमै छ भनेको गुरागाई जी आइदियोस् भन्ने छ तपाईलाई हजुर त्यही हो जो आए पनि हामीलाई चाहिँ तलब दियोस् के अब उहाँहरूलाई नछिरा भने के मेयर साहबले तलब दिनु पर्यो हामीलाई जस्तो भयो भने हामीलाई तलब त खुवाउनु पर्यो हामीलाई त त्यो भन्दा नि अब निलम्बन गरेको मान्छे भन्दा अब अर्को पथा नि ठिकै हो होइन हामीलाई जस्तै भयो भने नयाँ आओस् पुरानो आओस् हामीलाई चाहिँ तलबको कुरा छ 22 वटा कार्यालयमा हाम्रो कार्यक्रम राख्दाखेरि वडा अध्यक्षज्यूहरूले भेटाउनु भएको त्यति हो छैन हामीले अब मेयर साहबलाई अब के भन्छ भने अब हामी कर्मचारीको दुःख बुझेर होइन 3-4 महिनादेखि तलब पाएको छैन सबै कुरा मिलाएर बुझाएर हामीलाई चाहिँ तलब दियोस् भन्ने चाहिँ हामी चाहना छ